हेलो नमस्ते। कालिम्पोङको हाट आज शनिबारको हाट देखाउँछु है तपाईँहरूलाई। शनिबारको हाट है यस्तो हुन्छ कालिम्पोङको। आज त अलिकति कम्ती रहेछ मान्छेहरू, तर अरू बेला चाहिँ भिड हुन्छ है, खचाखच हुन्छ है। माछा मासु बनाएर है बनाउँछ। यस्तै छ कालिम्पोङको हाट है। सब्जीहरू नयाँ नयाँ सब्जीहरू आएको रहेछ हो। भिड यस्तै छ, मान्छेहरू सबैजना बिजी है। कहाँ गएको होला मान्छेहरू सबैजना है, के चाहिँ गर्नु आएको है बजारमा है, सपिङ गर्नु है। मान्छे यस्तो हुन्छ है, जहिले पनि डेली हुन्छ है यतिको मान्छेहरू। पैसा पनि आएकै हो मान्छेहरू। सब्जीहरू नि कोपीहरू कस्तो थाक। र साथीभाइ फाइनली यहाँनिर हामी उँधो सिन्देबुङ घर जानु आँटेको छौँ। यहाँ चाहिँ ओह्रालोमा ड्राइभरले चाहिँ बाहिर गएको छ। मलाई चाहिँ ब्रेक थिचिदिनु ल भाइ भनिरहेको छ, खुट्टाले चाहिँ ब्रेक थिचिदिरहेको छु कि ओह्रालोमा छ है। ल साथीहरू, घर आइपुगेर पनि मेरो चाहिँ लुगा धुने काम छ है। लुगासुगा धुने काम छ। आपा र मेरो एक दुईवटा लुगा छ। अनि यहाँ धारा देख्नुहुँदैछ तपाईँहरूले है, यो चाहिँ एकदम 70 वर्ष पुरानो धारा हो यो चाहिँ। यहाँ चाहिँ लुगा धुनु मजा आउँछ, पानी धारा आइबस्न है। सो सपोर्ट गरिदिनुहोस् साथीहरू, मेरो भिडियोलाई फलो गरिदिनुहोस् नयाँ साथीहरू। म चाहिँ लुगासुगा धोएर अनि 1-1.5 घन्टा चाहिँ रेस्ट गर्छु भनेर चाहिँ सोचिरहेको छु। बिहान छिटो उठेर हस्पिटल गएकोले गर्दा अलिक निन्द्रा पुगेको छैन। अनि लुगासुगा धोएर चाहिँ सुतौँ भनेको 1-1.5 घन्टा है। बिहान छिटो उठेको निन्द्रा पुगेको छैन, अन्त 1-2 घन्टा सुत्छु। त्यहाँदेखि घरमा गऱ्यो भने चाहिँ ठुलो आउँछ नि त र बेलुका चाहिँ हामी मोमो बनाउने, भाइ र मोमो बनाउने भनेर चाहिँ रेडी गऱ्यो है, बनाउँदैछ पनि हो। सो आज चाहिँ मोमो खाइदिने, दुई भाइले बनाएको है, दुःख सुख मोमो बनाएको। अब बनाउनु त त्यस्तो खास आउँदैन, सो अलिअलि बनाएँ है। आपाले त खानु हुँदैन, भाइ म आसिङ मात्रै हो। सो दुःख सुख हेर, केटीहरू नभएको कारणले हेर लथालिङ है गति है। सायद मैले देखिरहेको होला, कालो न कालो हेर मोसो आम्मामा मैले देखिरहेको होला। सो त्यही छ है, लतर पतर चाना मटर भनेको जस्तो। सो मोमो पनि बनिसकेको छ, एकदमै सेतो मोमो। आम्मामा मोमो खानु स्टार्ट पनि गरेको छौँ है। हेर्नुहोस् मोमो एकदम मिठो भएको छ। सो सपोर्ट गरिदिनुहोस् है सबैजना। खाइसकेर बाहिर एकछिन बस्यो है। आजलाई यति नै भिडियो है। यहाँ चाहिँ पारी निधारमै देख्दै गरेको पारी चाहिँ कालिम्पोङ बजार हो। अँध्यारोमा त्यस्तो देख्दैन रहेछ है। ओके, सो गुड नाइट, बाई बाई, टेक केयर।